भन्नु छ। अब सबैलाई त ल्याउन सकिँदैन, त्यही मध्येमा एउटालाई हामीले छानेको छौँ। एउटालाई त्यो सबैलाई ल्याउन त पैसा पनि तिर्नु पर्यो नि। सँग म के भन्नु छ। अब सबैलाई त ल्याउन सकिँदैन, त्यही मध्येमा एउटालाई हामीले छानेको छौँ। एउटालाई त्यो सबैलाई ल्याउन त पैसा पनि तिर्नु पर्यो नि। अब पहिलो कुरा त यो नाम नै मिलेन। के नाम राखेको, कहाँ दुख्छ यो मुर्जाको अनुहारले प्रोग्राम चल्दैन हेर्नु। 1 करोडको लगानीमा यदि कुनै फिल्म बनेको छ भने त्यो फिल्मले कम्तीमा पनि 3 करोडको बिजनेस त गर्नै पर्ने हुन्छ हैन। भनेपछि यो तपाईको 6 करोड प्लसको व्यापार तपाईको फिल्मले गर्नु पर्यो। जबकि विगतका अहिलेका 1 महिनाको मात्रै तथ्याङ्क हेर्दाखेरि पनि त्यति उठ्न एकदमै गाह्रो परिरहेको छ। जबकि राम्रा फिल्महरू पनि यो बीचमा नआएका होइनन्। अनि अब डुब्ने विचार गर्नुभएको? उहाँ चाहिँ मेरो साथी हो, मिल्ने साथी हुनुहुन्छ। उहाँको नाम चाहिँ यास्नेत राणा हो। यास्नेत? हजुर, यास्नेत राणा। पहिलो पटक सुनेको यस्तो नाम। यास्नेत। यास्नेतको अर्थ के हुँदो रहेछ? त्यो त मलाई पनि थाहा छैन हजुर। हजुर त्यही नै हो, उहाँ मेरो साथी, मिल्ने साथी। साथी हो, मिल्ने साथी भन्दाखेरि चाहिँ के त्यस्तो? कता हिँडे कि बिजुली बालेर, यो भनेको के हो? गणतन्त्र कि राजतन्त्र? गणतन्त्र। गणतन्त्र के हो? गणतन्त्र भनेको गणतन्त्र भनेको फ्री 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 राजा बनाउने। अब यो आजको हाम्रो कुराकानी दर्शकहरूले सुनिरहँदा या हाम्रा कर्मीहरूले सुनिरहँदाखेरि चाहिँ तपाईहरुलाई यी दुईटा दिदीबहिनी त बडा छुच्ची रहेछन्, केही पर्ने बित्तिकै गएर मुद्दा मामला गरिहाल्दा रहेछन्, पुलिसमा गइहाल्दा रहेछन् भनेर कामको खडेरी पो लाग्ने हो कि? तपाईँ